एउटा कोठा प्लास्टर गर्न कति बोरा सिमेन्ट लाग्छ, कसरी सजिलैसँग हिसाब गर्ने र खर्च कति आउँछ त? मानौ अब कुनै कोठाको चाहिँ एउटा वालको साइज भनेको 10 फिट बाइ 10 फिट छ र त्यसमा अब हामीले नर्मल्ली प्लास्टर गर्दा चाहिँ 12 देखि 12.5 mm सम्मको मोटाइको प्लास्टर गर्छौं त्यसमा। र यसरी अब त्यो वालमा लगाउनु पर्ने प्लास्टरको लागि चाहिँ भोल्युम भनेको करिब 3.937 क्युबिक फिट हुन आउँछ। तर अब त्यो वालमा भएको जुन खाल्डो खुल्डीहरू हुन्छन्, अनइभन सर्फेस हुन्छ, त्यसलाई चाहिँ अब सर्फेस मिलाउन, त्यसैगरी अब त्यो चाहिँ हाम्रो वेट क्वान्टिटी भएको भएर त्यसको चाहिँ अब ड्राई सुक्खामा चाहिँ त्यसको लागि हामीले 50% ले त्यहाँ बढाउनु पर्ने हुन्छ। र यसरी अब ड्राई भोल्युमको लागि चाहिँ 50% ले बढाउँदा करिब 5.9 क्युबिक फिट हुन आउँछ। र यसरी आएको जुन यो क्युबिक फिटमा भएको भोल्युम छ, यसलाई चाहिँ हामीले अब मिटर क्युबमा लग्दा चाहिँ त्यसलाई चाहिँ हामीले अब 35.3147 ले डिभाइड गर्नुपर्ने हुन्छ। र यसरी भाग गर्दा चाहिँ त्यहाँको टोटल भोल्युम भनेको 0.1672 मिटर क्युब हुन आउँछ। र अब हामीले प्लास्टर गर्दा धेरै जसो चाहिँ 1/4 को भागमा चाहिँ प्लास्टर गर्छौं, 1 भाग सिमेन्टमा, 4 भाग चाहिँ बालुवा मिसाएर गरिन्छ। र यसरी अब त्यहाँ 1 भाग सिमेन्ट र 4 भाग बालुवा गर्दा चाहिँ टोटल भाग भनेको 5 भाग हुन आउँछ। र अब यो 5 भागमा 1 भाग जुन सिमेन्ट छ त्यसको अब भोल्युम निकालेर त्यसलाई हामीले 1440 ले मल्टिप्लाई गरिसकेपछि त्यहाँ अब लाग्ने सिमेन्टको वेट भनेको चाहिँ करिब 48.24 केजी हुन आउँछ, अथवा करिब अब त्यो भनेको चाहिँ 1 बोरा 50 केजी को सिमेन्ट हुने भयो। र अब हामीले प्लास्टर गर्नको लागि चाहिँ सकेसम्म पीपीसी सिमेन्टको प्रयोग गर्छौं। यसो गर्दा चाहिँ पछि अब त्यहाँ क्र्याक आउने सम्भावना पनि कम हुन्छ। र अब अहिले मार्केटमा चाहिँ पीपीसी सिमेन्टको मूल्य भनेको करिब अब 750 रुपैयाँमा चाहिँ 1 बोरा सिमेन्ट पाउन सकिन्छ। र अब यो 1 बोरा सिमेन्टको लागि चाहिँ तपाईलाई थप 4 बोरा त्यहाँ बालुवा चाहिन्छ। र अब त्यसको मूल्य भनेको चाहिँ करिब तपाईलाई 400 सम्म पर्न आउँछ। र यो चाहिँ थियो अब एउटा वाल भरि नै तपाईलाई प्लास्टर गर्न कति लाग्छ भन्ने बारेमा। यसपछि चाहिँ अब तपाईले एउटा कोठाको नै निकाल्नको लागि चाहिँ यस्तै 4 वटा अन्य वालको र सिलिङको पनि गर्न सक्नुहुन्छ। र अन्य वालमा चाहिँ त्यहाँ झ्याल ढोकाको चाहिँ त्यसको एरिया पनि घटाउनु पर्ने हुन्छ। र अब भित्र बाहिर प्लास्टर गर्दा चाहिँ बाहिरको लागि प्लास्टरको मोटाइ भनेको करिब 15 mm हुन्छ। र त्यस्तै अब सिलिङको लागि पनि प्लास्टरको मोटाइ भनेको 6 देखि 10 mm सम्मको हुन्छ। र त्यसको रेसियो भनेको चाहिँ 1:3 हुन्छ, अथवा 1 भाग सिमेन्टमा 3 भाग बालुवा मिसाएको मसलाको प्रयोग गरिन्छ। र यस्तै हामीले अब सिमेन्ट सम्बन्धी अन्य जानकारीमा चाहिँ अब कम प्रयोग गर्दा के हुन्छ र बढी प्रयोग गर्दा चाहिँ के हुन्छ, बलियो हुन्छ भन्ने भ्रम छ, अथवा यस्तै अन्य के भ्रमहरू छन् त्यसको बारेमा ल्याउने छौं। त्यसको लागि तपाईले कमेन्टमा भ्रम लेख्न सक्नुहुन्छ।